साइडमा बस्छ अर्को उठ्ने भएको यो उन्न त उन्न ए मेरो खै खैले अरु नआइदिनु है खुट्टा हलाइदिनु न ठुलो यार बाबु फटाइदिन्छ है सागर खुट्टा ल कालो झोला त्यसलाई के गर्ने हो ठकाम के त्यसलाई ठकाएर ठकामलाई ठकाम माथि हलाइदिनु ठीक छ यहाँ छ सागर राखिदिनु के अब दुःख नापम खाएको के बिचरा अब सिधा खायो अन्त गर्न पाउँला कि अन्त गर्न हुन्न नाच्नको रूपन्देहीमा चाहिँ आज पहिलोपटक चाहिँ यहाँ देखिएको छ यसको उद्धारको लागि चाहिँ उद्धारकर्मीहरू लगायत सुरक्षाकर्मी मित्रहरू जागिहरू मित्रहरू लगायतको टिमहरू चाहिँ तयारी साथमा छ र यो घरको यो खानामा चाहिँ अलि घाम ताप्दै गरेको अवस्थामा यहाँ देख्नु रहेछ स्थानीयले चाहिँ यहाँको यसले चाहिँ यसको लागि चाहिँ उद्धार कार्य चाहिँ जारी छ रूपन्देहीमा पहिलोपटक चाहिँ किङ कोब्रा देखिएको अर्थात् भेटिएको छ त्यसको उद्धार कार्य चाहिँ तयारी हुँदैछ भाइहरू यसको चाहिँ पुरा भिडियो चाहिँ हजुरलाई सेयर गर्दैछु रूपन्देहीमा देखिएको जानकारीहरू चाहिँ आयो फुलबारीतिर देखिरहेको चाहिँ खबरहरू चाहिँ आयो तर भेटेको चाहिँ हामीले पहिलोचोटि भेट्यौँ अहिलेसम्म यो किङकोब्रा रूपन्देहीमा हो तपाईँले किङकोब्रा उदाहरण कति यो कतिवटा पर्छ यो फर्स्ट टाइम तपाईँको पहिलो वर्ष हजुर रेस्क्यु फर्स्ट टाइम भेट्न चाहिँ अब तपाईँको रहेको छ किङ कोब्रा चाहिँ अब चाहिँ यसको लागि उद्धार कार्य चाहिँ जारी छ